नमस्ते गाइजहरू। यदि तपाईँहरूलाई ओनिगिरी मात्र खाँदा मिठो लाग्दैन भने ओनिगिरीसँग कम्बो बनाएर फ्यामिचिकी, साकुचिकी, पारिचिकी, रेड्डोको कम्बो बनाएर खाँदाखेरि चाहिँ एकदम बेस्ट हुन्छ है साथीहरू। मैले चाहिँ आज 7-Elevenको टुना मायोनेज र साकुचिकीको कम्बो बनाएर खाएँ। मलाई चाहिँ एकदम बेस्ट लाग्ने भनेको चाहिँ फ्यामिली मार्टको फ्यामिचिकी र टुना मायोनेजको कम्बो चाहिँ मलाई एकदम बेस्ट लाग्छ है साथीहरू। तपाईँहरू पनि यसरी कम्बो बनाएर ट्राई गरी हेर्नुहोला।